वेलकम बैक टु माई च्यानल। अनि अहिले चाहिँ छु म एउटा सुनसान जङ्गलमा। अनि मलाई यहाँ आउन चाहिँ 2 घण्टा लाग्यो, जुन चाहिँ कारदेखि आउँदा 45 मिनटको ड्राइभ थियो। सो म चाहिँ बसदेखि धक्का खाँदै आएँ, बट फाइनली आइपुगेँ। सो लेट्स एक्सप्लोर जङ्गल विथ मी। एकदमै पिसफुल छ यो प्लेस चाहिँ, मलाई चाहिँ एकदमै पिसफुल लाग्यो। म चाहिँ कुन जङ्गलमा छु भन्दा म चाहिँ लेन कोभ नेसनल पार्कमा छु। जङ्गल भनेपछि यस्तो नेचर भनेपछि अरू के चाहिन्छ र गाइस? यसलाई पाप्रो भन्छ हैन गाइस? लुक एट दिस, पानीमा फलिरहेछ त यो त। लुक एट दिस चरा। अब यसलाई मैले चरा भन्छ, यसको नाम थाहा छैन मलाई यार। अनि यहाँ चाहिँ अति धेरै पार्किङहरू छ के। म जस्तै पानी परेको बेला आयो भने यस्तो फेस गर्न मिल्छ। यो चाहिँ एकदमै सानो बाटो छ यहाँनिर चाहिँ। अनि आई जस्ट होप कि किरा नआओस्। असारे महिनामा पानी पर रुजाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्छन् है मैचाङले रुँदै धरर नौ डाँडा पारी छ कम्पनी सहर। वाउ, कसरी जानु हो यहाँदेखि? रिल्याक्स। मा कसम यस्तो मम्मी सिस्टर। ओके मेरे देखे। ओके वेट। यो अस्ट्रेलियामा चाहिँ है प्लान्टिङ फर फ्युचर रे के। अब यो भित्र चाहिँ प्लान्ट छ। अब के हो यस्तै त होला पक्कै पनि है। जम्प गरेर जानुपर्छ। 1 2 3 4। आउँछ कि नै? अब चाहिँ म अलि थाकिरहेको छु। हाई बेस्ट हाइक एभर होइन, तर मलाई यो राम्रो छ, बट पारामाटा लेक अझै राम्रो लागेको थियो। अनि यहाँ चाहिँ मान्छेहरूले पिकनिक गरिरहेको रहेछ। चिप्लो छ यार, लास्ट चिप्लो छ। यो चाहिँ बोट हायर गर्ने ठाउँ यस्तो छ। सिंगल कायाकिङको 40 रे, यहाँ डबल कायाकिङको 50। म चाहिँ यहाँ छु डेन्जर फ्लोट जोन एरियानिर। अनि यहाँ चाहिँ यो फिसिङको लागि रहेछ। यहाँ स्विमिङ नट एडभाइज रे होइन। हाइकिङ गर्दै आउँदा चाहिँ यसरी मैले यहाँ पनि कति धेरै एरिया हो। यहाँ चाहिँ यस्तो यस्तो सानो सानो कस्तो मजाले घाम लागेको बेला पनि बस्ने ठाउँहरू छ, तर फोहोर रहेछ अलिकति।
अनि यहाँ चाहिँ बार्बिक्यू नि गर्न मिल्दो रहेछ क्या इन्जोय बार्बिक्यू अलोङ द लेन कोभ रिभर रे कस्तो राम्रो है यो त पिकनिक एरिया नि रहेछ बार्बिक्यू नि गर्न मिल्दो रहेछ अनि यो बार्बिक्यूको नि छ यहाँ के भन्छ बार्बिक्यूको लागि नि होला यसलाई के भन्छ आई डोन्ट नो द नेम के गाइस अ गुड थिङ अबाउट दिस पार्क के धेरै एक्टिभिटी गर्न सकिन्छ कायाकिङ साइक्लिङ बोटिङ हाइकिङ पिकनिक बार्बिक्यू क्याम्पिङ बट एउटै कुरा मलाई चाहिँ त बुझेन अनि जुन चाहिँ छ लिजर्ड अनि मलाई लाग्दैन कि क्याम्पिङ गर्दा नि त्यो सेफ हुन्छ भनेर गाइस ओके लिजर्ड होइन सुनसान जङ्गल छ गाइस सुनसान जङ्गल अनि लिजर्ड ओके कान्छी म चाहिँ यहाँदेखि निस्किन लाग्यो अब है फेरि देखेँ आज त मेरो सातो नै गयो यो लिजर्डले गर्दा ओ गड यस्तो लिजर्ड हुने ठाउँमा आएको भन्ने अब त मेरो सातो गयो यहाँ चाहिँ अस्ट्रेलियन बाथ भन्ने छ अस्ट्रेलियामा भएको यो माछा होला पक्कै पनि त्यही नै हो सो गाइज हजुरहरूलाई कस्तो लाग्यो आजको मेरो जङ्गलको ब्लग मन पर्यो भने लाइक शेयर कमेन्ट एन्ड सब्सक्राइब थ्याङ्क यू सो मच फर वाचिङ एन्ड बाई फर नाउ